नेपाली कम्युनिस्ट पार्टी को रुकुम जिल्लाको एकता सन्देश सभा आदरणीय सभापति कमरेड हाम्रो प्यारो पार्टी हाम्रो गौरवशाली पार्टी नेपाली कम्युनिस्ट पार्टी का केंद्रीय संयोजक तथा पूर्व प्रधानमंत्री रुकुमेली जनता का प्यारा नेता आदरणीय कमरेड पुष्पकमल दाहाल प्रचण्डज्यू, मञ्चमा आसीन सबै नेता कमरेडहरू, सहभागी सम्पूर्ण रुकुमेली जनसमुदायमा स्वीकार गर्नुहोस् नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट क्रान्तिकारी लाम सलाम। आज 18 वर्षपछि यो मैदानमा फेरि तपाईहरुको माझमा म आइपुगेको छु। आजभन्दा 30 वर्ष पहिले 2052 सालमा के भएछ? गर्मी भयो? यही मैदानमा मैले तपाईहरुसँग संवाद गरेको थिएँ। नेपाली जनताको भावना के छ? नेपालको आवश्यकता के छ? नेपालका गरीब जनताहरू के भन्छन्? मजदुर किसानहरू, युवाहरू, बुद्धिजीवीहरू यो सन्देश लिएर म आएको थिएँ। आज पनि तपाईहरुको माझमा एउटा सन्देश लिएर आएका छौँ हामी। मौसमले अहिले साथ दिएछ। हामी तपाईहरुलाई भेट्न नेपालगञ्ज झन्डै पुग्दै थियौं, त्यहाँबाट फेरि काठमाडौँ फर्किनु पर्यो। तर संयोग भनौं 4 बजे भए पनि तपाईहरुको विशाल उपस्थितिको माझमा हामी आइपुग्न लगनले जुडाएको रहेछ। घामले पनि मानेन। म अस्राउँदिन अहिले उज्यालो प्रकाश छरेर छोड्छु। म चम्किलो ताराको चमक पनि म देखाएर छोड्छु भनेर भन्यो। आज तपाईहरु अत्यन्तै हर्षित हुनुहुन्छ। सिंह रुकुम हर्षित छ। तपाईँहरूले यो जुन पार्टी एकताको अभियान लिएर नेपाली क्रान्तिकारीहरूको आशा भरोसाको केन्द्र भएर देशभरिमा फैलिरहेको छ। हामीले यो पार्टीलाई बलियो बनाउन चाहन्छौं। सबै क्रान्तिकारीहरूलाई, इमानदार व्यक्तिहरूलाई, परिवर्तनकामीहरूलाई, अन्याय अत्याचारका विरुद्धमा जुझ्ने जोधाहरूलाई, न्यायको पक्षमा लाग्नेहरूलाई, समानताको आवाज बुलन्द गर्नेहरूलाई, परिवर्तनको अभियन्ताहरूलाई हाते मालो गर्दै सँगसँगै लिएर जान चाहन्छु। हामीले यो पार्टी बनाएपछि 17 वटा घटकहरू हाम्रो पार्टीसँग एकताबद्ध भएका छन्। नयाँ नयाँ पार्टीहरू, यही पार्टी क्रान्तिकारी पार्टी हो। यही पार्टी सबैभन्दा ठुलो पार्टी बन्छ। आउने चुनावमा यसैको जित हुन्छ। तारा छाप चम्किरहेको छ। धन्यवाद।
विश्वास राखेर प्रत्येक दिन पार्टीमा सामेल हुनेहरूको ताती लागेको छ। एउटा विश्वास उनीहरूले व्यक्त गरिरहेका छन्, महिलाहरूले पनि व्यक्त गरेका छन्, नवयुवाहरूले जसलाई हामी जेनजी भन्छौँ ती जेनजीहरू पनि अब हाम्रो आशा भरोसाको केन्द्र नेपाली कम्युनिस्ट पार्टी हो भनिरहेका छन्। कुनै पनि परीक्षामा उत्तीर्ण नभएका, अग्नि परीक्षामा नकारिएका पार्टीहरूलाई पत्याउन सकिँदैन। यत्रो वर्षसम्म त्याग, तपस्या, बलिदान गरेर नयाँ इतिहास निर्माण गरेर अगाडि बढेका योद्धाहरूको पार्टी नेपाली कम्युनिस्ट पार्टीलाई हामी विश्वास गर्छौं भनेर मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म 7वटा प्रदेशमा 77वटा जिल्लामा विदेशमा गएका नेपालीहरूको माझमा अहिले हाम्रो पार्टी लोकप्रिय भइरहेको छ। तपाईहरुले यही सन्देश दिनुपर्छ आफ्ना आफन्तहरूलाई, नाता गोताका मानिसहरूलाई, आफ्ना छोराछोरी बुवा आमाहरूलाई र सबै जिल्लामा रहेका आफूलाई माया गर्ने व्यक्तिहरूलाई अरू पार्टीलाई मत दिएर हुँदैन। यही पार्टीलाई तारा चुनाव चिन्हमा मत खसालेर जिताउनु पर्छ। किन यो पार्टीले समाजवादको झण्डा बुलन्द गरेको छ, असमानताको विरोध गरेको छ, छुवाछुतलाई अन्त्य गर्न चाहन्छ, दलित गैर दलित भनेर, महिला पुरुष भनेर भेदभाव गर्ने कुरालाई अन्त्य गर्न चाहन्छ। त्यसमाले यो पार्टी समाजको परिवर्तनको वाहक हो, परिवर्तनको अभियन्ता हो। हाम्रा बाल बालिकाहरूले शिक्षा हासिल गरून्, सिप सिकुन्, देशमै रोजगारी गरून्, कृषिको विकास गरून्, उद्योग धन्दा कल कारखानाहरू खुलोस्, विदेशमा जानु नपरोस्, यो हाम्रो चाहना रहेको छ। त्यसैले यो पार्टी जनताको आशा भरोसाको केन्द्र बनेको छ। कतिपय मान्छे यो पार्टी छोडेर गएका पनि होलान्। गए भिरबाट खस्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थाप्न सकिँदैन। अनि तपाईलाई थाहा छ यो पार्टीमा विश्वास गर्नेहरू धेरै छन्, आइरहेका छन्। त्यसैले विश्वास गर्नेहरूबाट पार्टी अगाडि बढ्ने हो। आज सबै दिदी बहिनीहरूले अहिले पनि यहाँ तपाईले सुन्नु भएको होला, 21 वर्षकी मुस्कान खातुन, जम्मा 21 वर्षको उमेर छ। उनले भनिन् ममाथि अत्याचार भयो, मेरो अनुहारमा एसिड फालियो, मेरो अनुहारलाई पुरै बिगारियो, विकृत बनाइयो, तर म पछाडि हट्दिन। तर मैले देखेको छु युवाहरूको पनि, नवयुवाहरूको पनि, महिलाहरूको पनि आशा भरोसाको केन्द्र यही नेपाली कम्युनिस्ट पार्टी हो। त्यसै गरी धेरैभन्दा धेरै युवाहरूले विश्वास व्यक्त गरिरहेका छन्। अरू पार्टीमा आबद्ध भएकाहरू यो पार्टी छोडेर परित्याग गरेर ठुलो संख्यामा नेपाली कम्युनिस्ट पार्टीमा सहभागी भइरहेका छन्। ती सबै योद्धाहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु।
तपाईहरुमाथि हाम्रो विश्वास छ। रुकुमको पूर्व मात्र होइन, रुकुमको पश्चिमले पनि, रुकुम मात्रै होइन सिङ्गो लुम्बिनी प्रदेशले पनि अनि जोडिएको कर्णाली प्रदेशले पनि यही भावना बोकेर अगाडि बढेको हामीले पाइरहेका छौं। सुर्खेतमा गरेको कार्यक्रम पनि अनि हामीले देवपुरीमा गरेको कार्यक्रममा पनि हजारौं हजार व्यक्तिहरू सामेल हुनुभएको थियो। आज पनि हामी देखिरहेका छौं एयरपोर्टदेखि आएसम्म बाटा बाटामा जनताले हामीलाई स्वागत गर्दै हुनुहुन्थ्यो। म ती सबै जनताहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। व्यवसायीहरूलाई धन्यवाद दिन चाहन्छु। बुद्धिजीवीहरूलाई धन्यवाद दिन चाहन्छु। आमा बुवाहरूलाई धन्यवाद दिन चाहन्छु। दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। भर्खरका युवाहरूलाई, भर्खरका नवयुवाहरूलाई पनि यो विश्वास दिलाउन चाहन्छु कि तपाईहरुले यही पार्टीले अगाडि सारेको समाजवादको विचारलाई, साम्यवादको आदर्शलाई, कम्युनिस्ट पार्टीको परिवर्तनको झण्डालाई बुलन्दीका साथ उठाउने काम गर्नुहोस्। अरु कुनै पार्टीले जनताको भलाइ गर्दैन, देशको रक्षा गर्न सक्दैन। त्यसैले यही नेपाली कम्युनिस्ट पार्टी नै अब जनताको आशा भरोसाको केन्द्र बनेको छ। यो पार्टीलाई नयाँ उचाइमा पुर्याउनका लागि तपाईहरुले हामीलाई हौसला दिनुहोस्, हामीलाई पुरा प्रेरित गर्नुहोस्। हामी तपाईको सेवा गर्नका लागि तयार छौं। विगतका कमी कमजोरीहरू सुधार गरेर नयाँ सिरामा अगाडि बढ्न पनि हामी तयार रहेका छौं। हामी जनताका लागि, राष्ट्रका लागि समर्पित भएर आफ्नो जीवन यही क्रान्तिकारी परिवर्तनको अभियानमा समर्पित गर्न चाहन्छौं। आउनुहोस्, हातेमालो गरौं, रातो झण्डा फहराउँ, तारा चिन्हलाई हामी सबैभन्दा माथि उचाल्ने गरी एकताबद्ध भएर जुटौं। यही आह्वान गर्दै म तपाईहरुलाई बिदा हुन चाहन्छु। धन्यवाद। लाल सलाम।